नमस्ते आइनटुमा स्वागत छ। आज हाम्रो सप्तमीको दिन हाम्रो यो कार्यक्रम आउँदै गरेको विजय दशमीको सम्पूर्ण मेरा शुभचिन्तकहरूलाई शुभकामना पनि दिन चाहन्छु र साथमा हामीले जुन पुरस्कार राखेका थियौँ, प्रथम हुनेलाई खसी 25 केजीको, दोस्रो हुनेलाई 2टा लोकल भाले, एउटा यता छ, अर्को यतापट्टि हाम्रो सोरुममा अर्को एउटा भालेलाई हामीले यहाँ राखेका छौँ, सँगै हुँदा जुत्छ भनेर। हेर्नुहोस्, 2टा लोकल भाले धादिङबाट लिएर आएको भाले छ र तेस्रो हुनेलाई नगद 5000 रुपियाँको यो हाम्रो यो पुरस्कार हामीले दिने 5000 को यो पुरस्कार हामीले दिने हामीले यो तयारी गरेका छौँ। यस्तो कार्यक्रम अब हाम्रो छिट्टै नै हाम्रो सुरु हुँदैछ। यसको लागि तयारी भइसकेको छ। हाम्रो यहाँ टोकनमा लगभग 100+ को हाराहारीमा बिक्री भएका र खरिद भएका, हामीले बेचेका र खरिद गरेका बाइक तथा स्कुटरको हाम्रो व्यक्तिको फोन नम्बर, नाम सहितको हामीले टोकन राखेका छौँ। यसमा अब यहाँबाट चाहिँ एकजना हाम्रो बहिनीले, नानुले यहाँबाट चाहिँ निकाल्नुहुन्छ, क्रमशः 3टा निकाल्नुहुन्छ। 3टामा चाहिँ प्रथम हुनेले खसी पाउनुहुन्छ, दोस्रो हुनेले 2टा लोकल भाले र तेस्रो हुनेले चाहिँ नगद 5000 रुपियाँ पुरस्कार पाउने हाम्रो यो कार्यक्रम छ र यसलाई हामीले छिट्टै नै अब सुरु गर्न जाँदैछौँ। हस्त धन्यवाद। अच्छा, हामीले दशमीको विशेष अफर मध्ये हामीले राखेका थियौँ। यहाँनिर मैले यो पनि यहाँनिर राखेँ। मैले प्रथम हुनेलाई 26 केजीको खसी, हामीले 25 भनेको थियौँ तर आज बिहान हाम्रो 26 केजीको खसी थियो र 2टा लोकल भाले सेकेन्ड हुनेलाई र यहाँ 5000 नगद पैसा छ, यो म देखाउन चाहन्छु। तेस्रो हुनेलाई चाहिँ 5000 रुपियाँ नगद पैसा छ। यसरी हामीले यो कार्यक्रम सुरु गर्दैछौँ र हाम्रो नानुले यहाँबाट 3टा टोकन क्रमशः जित्छिन्। पहिलो टोकन यहाँ हामीले देखाइनेछ, लाइभ जाँदैछ हाम्रो, र त्यसपछि पहिलो टोकन हुनेले यो खसी पाउनुहुन्छ। दोस्रो टोकन खोलेर हामीले खोल्छौँ, यो खोल्नेले 2टा लोकल भाले पाउँछ र तेस्रो टोकन हुनेले चाहिँ 5000 नगद पाउँछ भन्दै यो ताली बजाएर यो कार्यक्रमलाई शुभारम्भ गरिदिन म अनुरोध गर्दछु। र नानु, आँखा चिम्म गरेर तिमीले घोलेर मजाले घोलेर चाहिँ एउटा निकाल्देऊ, एउटा निकालेर यहाँ देऊ अनि मै खोल्छु। टोकन झिक्दैछौँ। यो चाहिँ तेस्रोवाला टोकन छ, त्यसपछि दोस्रो टोकन हुन्छ र त्यसपछि प्रथम टोकन हुन्छ। तेस्रोमा चाहिँ 5000 कसले पाउनुहुन्छ त? यो दिनुहुन म दाइलाई विनम्र अनुरोध गर्दछु। कसले पाउनुहुन्छ निकाल्न नानीलाई म अनुरोध गर्दछु। नानीले आँखा चिम्म गरेर त्यहाँबाट मजाले घोलेर एउटा निकालिदिनु हुन म अनुरोध गर्दछु। ल हेरौँ के छ, हेरौँ। सबैतिर नि घुमाइदेऊ सबै। ल, हाम्रो यहाँ बाइक किन्नुहुने सम्पूर्ण कोही साथीहरू आउनु भएको छ। यता हाम्रो सरले पनि रेजर किन्नु भएको थियो, हिजो मात्रै उहाँ पनि आउनु भएको छ। धेरैजना साथीहरूले कल गर्नु भएको छ। हाम्रो एकैछिनमा लाइभ जाँदैछ, हेर्दै हुनुहुन्छ। र यो तेस्रो पुरस्कारको लागि हाम्रो नानीले निकाल्दैछन् र यो कोपन मैले खोल्नलाई हाम्रो बाबुलाई मैले खोलौँ, यसरी हामीले सिल गरेका हुन्छ। ल हेर्नु, यसरी हाम्रो मजाले सिल गरेको हुन्छ। 80 प 85 12 को होन्डा डियो स्कुटर खरिदकर्ता सम्झना श्रेष्ठ ज्यू। यसलाई यसरी हजुरले जुम गरिदिनुहोस् र यो नम्बर भयो र सम्झना श्रेष्ठ ज्यूले 85 प को होन्डाको डियो स्कुटर पाउनु भएको छ। उहाँले चाहिँ तेस्रो भएर 5000 नगद पाउनु भएको छ। यसलाई यहाँ स्टिच गरिदिउँ, स्ट्यापलर लगाउनु पर्ने छ। यसलाई अहिले हजुर यसलाई स्ट्यापलर गर्नुपर्छ। ल, भाले एउटा यता 2टा लोकल भालेको पुरस्कार छ। यसलाई चाहिँ र फेरि माथि हेरेर आँखा चिन्ह गरेर नानुले चाहिँ दोस्रो पुरस्कार निकाल्नु हुन हामी अनुरोध गर्दछौँ। हल्लाएर नानु, मजाले हल्लाएर दोस्रो पुरस्कार निकाल्नु हुन अनुरोध गर्दछु। यसलाई स्टिच गर्नुपर्छ सर, अलि यहाँ हुनुहुन्न, आवेला दिनुपर्छ। ल, हामी दोस्रो पुरस्कार खोल्न जाँदैछौँ जसमा 2टा लोकल भाले छ। 2टा लोकल भाले कसले पाउनुहुन्छ त? 2टा लोकल भाले पाउने भाग्यमानी यो दशैँमा विशेष अफरमा आर्यन अटो इन्टरप्राइजेसले गरेको यो विशेष अफर सिजनमा चाहिँ बाइक किन्नु हुने र बाइक बेच्नु हुनेलाई हामीले यो अफर राखेका हौँ। यो मैले खोल्दैछु र यो दिक्षा पाण्डे खरिदकर्ता 64 प 75 60 नम्बरको दिक्षा पाण्डेले यो
5:30 7 गतेको रहेछ। दीक्षा पाण्डेज्यूले पाउनु भएको छ 2टा लोकल भाले। यसको लागि चाहिँ यो कुपन एकजनाले समातिदिनु पर्छ है। यो लोकल भाले यो हाम्रो अफरमा मजाले नानीले घोलेर चाहिँ एउटा कुपन निकाल्नु हुन म अनुरोध गर्दछु। र यो चाहिँ 26 केजीको हामीले 25 केजी भनेको थियौँ र आज बिहान हामीले 26 केजीको हामीले यो खसी लिएर आएका छौँ। यो खसीको लागि एउटा कुपन तानिदिन म नानीलाई अनुरोध गर्दछु। ल फेरि ताली पिटौ। ल कसको भाग्य चम्किनेछ, कसको भाग्य चम्किनेछ। मजाले हामी पहिलो कार्यक्रम तेस्रोमा हामीले 5000 नगद पनि हामीले तान्यौँ। 2टा हामीले लोकल भाले पनि हामीले तान्यौँ र तेस्रोमा हाम्रो खसी यो प्रथम हुनेलाई चाहिँ यो खसी पाउनेछ। ए त्यसले माछ के हाल्यो? त्यसले माछ के हाल्यो? ल यो प्रथम हुनेको हो। यो प्रथम हुनेको म यो स्टिल जाको भएर मैले यो खोल्दैछु। म खोल्न जाँदैछु। ल यो अनाउन्स म गर्न जाँदैछु। एमपी खरिदकर्ता विराटनगरबाट आएर विवेक घिमिरे सरले 37/30-51 को हाम्रो यहाँ राखेको थियौँ सेतो कलरको एमपी। निकै नै राम्रो कन्डिसनको फर्स्ट ह्यान्ड एमपी लाँदै हुनुहुन्छ र यो खसी पाउनु भयो उहाँले चाहिँ। यो चाहिँ एमपी प्रथम हुनेलाई चाहिँ यो एमपी। यसै गरी हामीले पहिलोलाई खसी ज्यूले र हाम्रो दोस्रोमा चाहिँ लोकल भाले दीक्षा पाण्डेज्यूले मैले यहाँ लेखिसकेँ। र तेस्रोमा सर ल्याउनु त पढ्नु पर्यो, अनाउन्स गरेर टिप्नु पर्यो, बोलाएर दिनु पर्यो। ल तेस्रोमा हाम्रो यहाँ टोकन सहित हामीले यहाँ राख्दैछौँ 80 को होन्डा डिओ स्कुटर। र त्यसै गरी पहिलो दोस्रो तेस्रो गरी हाम्रो यो पुरस्कार कार्यक्रम हाम्रो सकिएको म घोषणा गर्दछु। र जो यहाँ हुनुहुन्छ यो काठमाडौँ उपत्यकाभित्र जो हुनुहुन्छ हामीले क्रमशः फोन गरेर अब हामी केही बेरमा हामी उहाँलाई बोलाउनेछौँ भन्दै यो कार्यक्रमलाई औपचारिक रूपमा समापन भएको म घोषणा गर्दछु है त। यो हामीसँग यो चाहिँ पहिलो दोस्रो र तेस्रो भयो। यसै गरी हामीसँग यहाँ चाहिँ 87 वटा सबै गरेर हाम्रो 87 वटा हाम्रो यो भएको रहेछ। यहाँ चाहिँ पहिलो दोस्रो तेस्रो हुनेलाई म क्रमशः अब फोन गरेर बोलाउँदैछु। उहाँ भेलीभित्र हुनुहुन्छ भने ठिकै छ, हामी बोलाएर हामी दिनेछौँ। र भेली बाहिर हुनुहुन्छ भने उहाँले भनेको मान्छेलाई हामी यो बुझाइदिनेछौँ है त।